आधार सिडिङ कसरी गर्ने? आजको भिडियोमा म तपाईहरुलाई बताउन गइरहेको छु फ्रेस आधार सिडिङ प्रोसेस। नमस्ते, म समीर, स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो यो युट्युब च्यानलमा। डीबीटी स्ट्याटस कसरी चेक गर्ने भन्ने बारेमा मैले प्रिभियस भिडियोमा बताइसकेको छु। तपाईहरुले गएर चेक गर्न सक्नुहुनेछ। यदि तपाईको पनि आधार लिङ्क छैन या त डीबीटी इनएक्टिभ शो गरेको छ भने तपाईले पनि घरमै बसेर आफ्नै मोबाइलबाट सजिलैसँग आधार सिडिङ प्रोसेस गर्न सक्नुहुनेछ। त्यसको निम्ति तपाईले यो भिडियो अन्तिमसम्म हेर्नुपर्नेछ। ब्याङ्कमा जाने, त्यहाँ गएर लाइनमा बस्ने, यी सबै झन्झटहरुदेखि मुक्त रहनुहोस्। यो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। केही सुझाव जिज्ञासा भए कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोस्। तपाईहरुको निम्ति यस्ता अन्य ज्ञानवर्धक भिडियोहरू लिएर उपस्थित हुनेछौँ। लौ त अब सिकौँ आधार सिडिङ गर्ने तरिका। पहिला त तपाईले आफ्नो मोबाइलमा गुगल या क्रोम ब्राउजरमा जानुहोस् अनि सर्च बक्समा गएर एनपीसीआई टाइप गरेर सर्च गर्नुहोस्। यसरी एनपीसीआई अफिसियल वेबसाइट ओपन भएपछि माथि लेफ्ट साइडमा 3 लाइनमा क्लिक गर्नुहोस्। त्यसपछि कस्टमरमा क्लिक गर्नुहोस्। कस्टमरमा क्लिक गरिसकेपछि यसरी थुप्रै अप्सन खोलिन्छ र तपाईलाई आधार सिडिङ गर्न छ। त्यसको लागि तपाईले यहाँनिर भरत आधार सिडिङ एनेबलरमा क्लिक गर्नुहोस्। अब तपाईलाई आधार नम्बर माग्छ। तपाईले आफ्नो आधार नम्बर एन्टर गर्नुहोस् अनि तल सिडिङ अनि डिसिडिङ दुईटा अप्सन छ। तपाईले सिडिङमा क्लिक गर्नुहोस्। अब सेलेक्ट ब्याङ्कमा जानुहोस् र यहाँ थुप्रै ब्याङ्कको लिस्टहरू छ। तपाईले आफ्नो ब्याङ्क सेलेक्ट गर्नुहोस्। आफ्नो ब्याङ्क सेलेक्ट गरिसकेपछि तलतिर फ्रेस सिडिङमा क्लिक गर्नुहोस् अनि तलतिर अकाउन्ट नम्बर, आफ्नो अकाउन्ट नम्बर एन्टर गर्नुहोस्। अकाउन्ट नम्बर दुबारा एन्टर गर्नुहोस् कन्फर्मेसनको लागि अनि तलतिर बक्समा गएर क्लिक गर्नुहोस्। त्यसपछि तल तपाईले यहाँ क्याप्चा छ, क्याप्चालाई एन्टर गर्नुहोस् अनि आफ्नो क्याप्चा एन्टर गरिसकेपछि त्यसलाई फेरि सबमिट गरिदिनुहोस्। यसरी सबमिट गरिसकेपछि अब तलतिर स्क्रोल गर्नुहोस्। यसरी टर्म्स एन्ड कन्डिसन सो हुन्छ र तपाईले हेर्न सक्नुहुनेछ। अब तपाईको मोबाइलमा ओटिपी आउँछ। अब तपाईले ओटिपीलाई एन्टर गर्नुहोस् अनि त्यसलाई कन्फर्म गर्नुहोस्। अब ओटिपीलाई एन्टर गरेर कन्फर्म गरिसकेपछि एकछिन वेट गर्नुहोस्। तपाईको मोबाइलमा यस्तो मेसेज सो हुन्छ। त्यसलाई कन्फर्म गर्नुहोस्। अब कन्फर्म गरिसकेपछि फेरि एकछिन वेट गर्नुहोस्। अब एकछिन वेट गरिसकेपछि तपाईको स्क्रिनमा यस्तो मेसेज आउँछ। तपाईको आधार सिडिङ अथवा डिसिडिङ स्ट्याटस सक्सेस। रिजल्ट युवर आधार ड्यास 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 सक्सेसफुली सिडेड टु स्टेट ब्याङ्क अफ इन्डिया अकाउन्ट टु ड्यास 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 ड्यास। यसरी तपाईले घरमै बसेर आफ्नै मोबाइलबाट आधार सिडिङ गर्न सक्नुहुनेछ। आशा छ यो भिडियोले तपाईहरुलाई पक्कै पनि हेल्प हुनेछ र जतिसक्दो आफ्नो साथीभाइहरुमा पनि सेयर गरिदिनु होला। अनि तपाईहरु जति पनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरिदिनु होला।